राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली राजनीतिको यो नयाँ मोडललाई केवल एउटा साधारण घटना मात्र होइन, बल्कि एउटा सुन्दर र सकारात्मक उदाहरणको रूपमा पनि लिनुपर्छ। किनभने देश र जनताका लागि केही गरौँ भन्ने भावना भएका राम्रा मान्छेहरू र नयाँ सोच बोकेका शक्तिहरू बीचको समीकरण नै देशको लागि सबैभन्दा उत्तम र सर्वश्रेष्ठ शक्तिशाली हुन सक्छ। जतिसुकै वैचारिक मतभेद भए पनि परिपक्व र राम्रा मान्छेहरू जब हिजोका दुश्मनीहरू बिर्सेर एउटै मञ्चमा आउँछन्, संवाद गर्छन् र सहकार्यको हात फैलाउँछन्, तब मात्र लोकतन्त्र बलियो हुन्छ र देश सफलताको शिखरमा पुग्न सक्छ। त्यसैले राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनको मञ्चमा गगन थापा जस्ता स्थापित नेताहरू पुग्नु र त्यहाँ हार्दिकताका साथ अङ्कमाल गर्नु राम्रा मान्छेहरूको एकजुट हुनु सक्ने एउटा परिपक्व र सकारात्मक उदाहरणको रूपमा लिन र बुझ्न सकिन्छ। तर यो दृश्यको भित्री राजनीतिको पाटो भने साँच्चै नै धेरै पेचिलो पनि हुन सक्छ। हिजोका दिनमा संसददेखि सडकसम्म रवि लामिछाने र उसको नयाँ दलमाथि जुन खालको घेराबन्दी, दबाब र दुःख दिने काम भइरहेको थियो, आज ठ्याक्कै परिस्थिति बदलिएको छ। हिजोका उनै कडा प्रतिस्पर्धीलाई बडो आधारका साथ आफ्नै आँगनमा स्वागत गरेर उनकै हातमा रासपाको आफ्नो राजनीतिक घण्टी थमाइ छाड्यो। यो केवल देखावटी घण्टी मात्र होइन, बरु रासपाले बडो चतुरका साथ बजाइदिएको प्रत्यक्ष राजनीतिक घण्टी पो हो कि बा। हिजोसम्म जसलाई कमजोर पार्न पुराना शक्तिहरू लागि परेका थिए, आज तिनै शक्तिका प्रभावशाली नेताहरूलाई आफ्नै मञ्चमा ल्याएर घण्टीको धुनमा सामेल गराउनु वर्तमान राजनीतिको निकै अचम्म लाग्दो खेल बनेको छ। यो माहौल र यसको भित्री रणनीतिको गहिराईलाई बुझ्ने हो भने मञ्चको त्यो भेटघाट केवल एउटा औपचारिक कुरा मात्र थिएन। राजनीतिमा कति बेला कुन गोटी कसरी पल्टिन्छ र कसले कसलाई कुन मञ्चमा उभ्याएर आफ्नो शक्ति स्वीकार्न बाध्य पार्छ भन्ने कुरा त घटनाले स्पष्ट पारेको छ। यो नयाँ समीकरण र नयाँ पुस्ताको यो चतुर घेराबन्दीलाई हेरेर अचेल राजनीतिक गीतमा एउटा छिमेकीहरूले स्वादिलो डायलग सुनाउन थालिसकेका छन्। थाहा पायौ त गगनजी, वो तो अलगी लेभलका बन्दा है।